धेरै ठाउँमा मैले अन्त पनि बनाएँ, त्यो खासै त्यति राम्रो किसिमले भएन कि। मैले एउटा बनाएँ, फेरि यहाँ आएर तपाईँले अस्ति बनाउनु भयो? अस्ति बनाएँ मैले, भयो अनिल भाइले खोल्या छ नयाँ नयाँ यो भनेर आएँ त यहाँ बनाएँ, त्यसले मलाई धेरै सहज भयो, टाउको पनि नदुख्ने, राम्रो भयो। मैले भने एउटा अर्को बनाऊ, अब घरको लागि एउटा मेडिकलमा राखिराख्ने, एउटा चाहिँ घरमा कुनै बेला अब घरमा मोबाइल हेर्दा पनि चाहिन्छ भनेर मैले बनाए हो कि। फेरि बनाउनु त्यसले फेरि बनाउनु त्यही भएर आयो। हाम्रो चाहिँ के राम्रो लाग्छ सर तपाईँलाई? नत्र फेरि आउनलाई त केही न केही फरक हुनुपर्छ नि त अरूभन्दा, नत्र त मान्छे यहाँ यत्रो चाहिँ चस्मा पहलहरू छोडेर त यहाँ आउँदैन। तपाईँ चाहिँ के देखेर चाहिँ आउनुभयो फेरि? यहाँ छन् नि राम्रा राम्रा ब्रान्डेड किसिमका चस्माका फ्रेमहरू छन्, सस्तो र सुलभ रुपियाँमा पनि दिइराख्नु भएछ। हामीले बजारमा रेट सोद्धाखेरि यसकै डबल ट्रिपल रेट भइरहेछ। तपाईँको नजरमा हिजोको दिनमा अनिल कस्तो विद्यार्थी हो? हिजोको दिनमा विद्यार्थी राम्रो टपै, अब क्लासको टप विद्यार्थी हो। मलाई लाग्छ कि अनिलले राम्रै गर्छ भन्ने लागेको थिएँ। अहिले अनिलले राम्रै गरेको देखिरहेको छु म। मैले आफैले अब आँखा कमजोर भएर चस्मा बनाएर अनिलले दियो त मलाई अब अझै झन् खुसी भयो नि म त।